नमस्कार, म पिज्जा बनाउन गइरहेको छु। त्यसको लागि भेजिटेबल्स रेडी गरे। सर्वप्रथम मैले भेजिटेबल्समा चाहिँ क्याप्सिकम, क्याबेज, टोमेटो र अन्य भेजिटेबल्सहरू पनि राखेँ। त्यसपछि मैले पिठो मुसेँ। त्यो मुसेको पिठो चाहिँ मैले दुध, अन्डा र थोरै मैले बेकिङ सोडा हालेर पिठो मुसेँ। मुसेको पिठोलाई चाहिँ बिस्तारै छोपेर राखेँ। 15 मिनट पछाडि त्यो पिठोलाई चाहिँ फेरि मैले बेलनामा बेलेँ। बेलिएको बेलनामा बेल्दाखेरि धेरै पातलो पनि बनाउनु हुँदैन, ठिक्क अलि मोटो मोटो बेल्नुपर्छ बेलनाभरिको। त्यसपछि हामीले त्यसलाई चाहिँ त्यो बेलेको रोटीलाई चाहिँ हामीले बिस्तारै काँटाले घोच्यौँ, दुलो बनायौँ सबै ठाउँमा। यो दुलो बनाउनुको अर्थ चाहिँ माथिबाट राखेका भेजिटेबल, सस र चिजका सम्पूर्ण रसहरू पाक्दाखेरि भित्र पसुन् र नफुलुन् भनेर पनि यो दुलो बनाएको। चिजलाई पनि काटेर रेडी गरिएको छ। त्यसपछि बिस्तारै हामीले फ्राई प्यानमा घिउ दलेर त्यो अघि बेलेको रोटीलाई राख्यौँ। राखिसकेपछि बिस्तारै पाक्दै जाँदाखेरि हामीले त्यसमा सर्वप्रथम सस दल्यौँ। एकापट्टि मात्रै दल्नु पर्नेछ, सस दलियो। त्यसपछि हामीले चिज राख्यौँ। चिजका सँगसँगै भेजिटेबल्सहरू राख्यौँ र बिस्तारै 15 मिनट पकायौँ। अनि पाकिसकेपछि हामीले निकाल्यौँ र अनि खायौँ।